साथीहरू, आज हामी हेर्ने ल्यापटपबाट पिडिएफ कसरी एडिट गर्ने। त्यसको लागि सबभन्दा पहिला हामी कुनै एउटा ब्राउजर खोल्ने। यहाँ म खोलिरहेको छु फायरफक्स। यसमा सर्च गर्ने SEJDSH.PDF एडिटर। यहाँ फर्स्टमा जुन वेबसाइट छ त्यो वेबसाइटमा जाने। यहाँबाट आफ्नो एडिट गर्नुपर्ने पिडिएफ चुज, जस्तै मैले यो पिडिएफ चुज गरिरहेको छु। यहाँ हेर्नु, अब यसरी एडिट गर्न मिल्छ फ्रीमा। यस्तो आएपछि यो फर्स्टको छोडेर अरू कुनै सिलेक्ट गरिहाल्ने। यसरी कुनै पनि पिडिएफ एडिट गर्न सक्नुहुन्छ। एडिट गरेपछि यहाँ एप्लाई चेन्जमा क्लिक गर्ने। अनि यहाँ डाउनलोड अप्सन आउँछ, डाउनलोड गर्न मिल्छ।